अब कहूँ फिर के मूल मिलावे की बितक, जैसी आज्ञा धनी की सो बातें बुजुर्ग, सो बातें बुजुर्ग। पहले मूल अद्वैत में, पहले मूल अद्वैत में अक्षरातीत प्राण वल्लभ, प्राण प्रियतम, प्राणेश्वर आज भाइको धाम हृदयमा विराजमान भएर हामी 6वें दिनको अन्तिम चरणको सुन्दर साथलाई सम्बोधन गर्नुहुँदछ। कहाँको याद दिलाउनु हुँदैछ। अब कहूँ फेर के मूल मिलावेको गीत, जुन मूल मिलावलाई पीठ दिएर हामीले यो मायालाई आफ्नो घर संसार सब कुछ मानेको छ। यही मायाको सुखलाई नै आफ्नो सब कुछ मानेर बसेको छ। आफ्नो मूल घर हामीलाई याद आएको छैन। त्यो आफ्नो मूल घरमा भएका लीलाहरू हामीलाई याद गराउनको लागि, राज्यसँगको जुन प्रेमको लीला छ त्यो लीला याद गराउनको लागि सुन्दर साथी परमधाममा 8औं पहर हामीहरू आफ्नो राज्यसँग कस्तो खालको लीला गर्दछौँ, ती सबै लीलाहरू याद गराउनको लागि जस्तो कत्रो ठुलो एउटा ब्रह्माण्डको सर्जना गर्नुपर्दछ, कत्रो ठुलो लीला राज्यले रच्नु हुँदैछ। आफ्नो हृदयको स्तर देखाउनको लागि बताउन पनि त सक्नुहुन्छ नि, परमधाममा मेरो हृदयबाट तिमीहरूको हृदयमा प्रेम आउँदै गरेको छ है, मेरो हृदयको प्रेम नै तिमीहरूको हृदयमा आएको हो भनेर डाइरेक्ट बताउन पनि सक्नुहुन्थ्यो। तर यत्रो ठुलो महाकारण रच्नु, महाकारणबाट कारणको उत्पत्ति हुनु, यो सबै राज्यको कति लाड हामीहरूमाथि। यसलाई हामीहरूले लीलाको रूपमा हेर्ने हो सुन्दर साथी। अगर यसलाई हामीहरूले लीलाको रूपमा हेऱ्यौँ भने हामीहरूमा कति आनन्द उत्पन्न हुँदछ, प्रेम उत्पन्न हुँदछ। यो राज्यको लाड हो हामीहरूको प्रति। राज्यले हामीलाई अनगिनत सुख दिन चाहनुहुन्छ। अनादिकालदेखिबाट पनि परमधाममा राज्य हामीहरूलाई के दिनुहुँदैछ? सुख दिनुहुँदैछ, आनन्द दिनुहुँदैछ। अब यो अनौठो आनन्द दिन जानुहुँदैछ। यस्तो अनौठो कि हामी छक्क पर्दछौँ कि राज्य महाराजजीले कस्तो खालको अनहोनी लीला रचेर चाहिँ हामीलाई त्यो महाकारणको सुख पिलाउनु हुँदैछ सुन्दर साथी। त्यही कारणले हामीले यसलाई लीलाको रूपमा हेरौँ। यो विकट पनि एउटा के हो? लीला देखाउनु हुँदैछ। यसमा लीला हुँदैछ। यहाँ यो त न कुनै कहानी, न किस्सा, न केही बातेको कथा हो, त्यो त पहिले पनि भनिसक्यो। यो विकट के हो भन्दाखेरि लीला हो सुन्दर साथी। यो लीलामा आफू सामेल हौँ त। अहिले एकछिनको लागि भजन कीर्तन गरेर यहाँ मजाले नाचगानको भजनहरू गाउँ त कति मजाले हामीहरू फुर्ती भएर नाचिन्छ होइन भन्नुहोस् त। त्यो नृत्यमा हामीहरूको मन लाग्दछ कि लाग्दैन? लाग्छ नि त, गरेर नाच्न थाल्दछौँ। अगर झ्याउरे गीत कसैले बजाइदियोस् त तुरन्त हामीहरूको अङ्ग अङ्ग नाच्न थाल्दछ होइन। तर अब यो राज्यको लीलामा नाच्ने, यो लीलामा नाच्यो भने चाहिँ कहाँको सुख पाइन्छ भन्दाखेरि परमधामको। अनि यहाँ चाहिँ को नाच्छ थाहा छ? यहाँ यो शरीर नाच्दैन, यहाँ त आत्मा नाच्दछ। त्यो आनन्दमा ऊ यति भाव विभोर भएर बस्दछ कि मेरो यो लीलाको सुख हो, मेरो परमधाम मेरो घरको सुख हो। मलाई राज्यले यो खेलमा बसाएर परमधामका ती कुराहरूलाई याद दिलाउनु हुँदैछ जुन हामीहरूले भुलिसकेका छौँ। त्यही पनि त याद छैन हामीहरूलाई। मैले अस्तिको प्रसङ्गमा पनि भने, खेलमा हामीहरूलाई परमधाम पल पल याद आउनुपर्छ सुन्दर साथी। यो जागनीको लीलामा चाहिँ हामीहरूलाई परमधामको सम्पूर्ण लीला याद आउनुपर्छ। यो खेल बनाएको कारणै के हो कि परमधामका जति पनि लीलाहरू छन्, राज्यले दिने वा जति पनि इश्कको आनन्द छ, त्यो सबै हामीहरूलाई पल पल झलझली आँखामा अगाडि नजर आउनु पर्दछ। खेलमा के आनन्द ल्याउँ, खेलमा के सुख ल्याउँ, त्यो जस्तो झलझली हामीहरूलाई पछाडि परमधाममा गरेर राज्यले देखाउनुहुन्छ, छोडिदिनु थियो। तर यो खेलमा चाहिँ हामीहरूलाई परमधाम याद आउन जरुरी छ। त्यही भएर के भन्नुभयो? ए मूल मिलावा अपना नजर दीजिए इतर, पलक न पीछे फेरिए ज्यूं इश्क अंग उपजता है। हामीहरूको अङ्ग अङ्गमा चाहिँ इश्क उत्पन्न हुन अनिवार्य छ। अब त्यो इश्क उत्पन्न कहाँबाट भएको थियो? हामीहरूको परमधाममा हुँदा हामीहरूको अङ्ग अङ्गमा चाहिँ, रोम रोममा चाहिँ राज्यको इश्क आउँदा थियो त कहाँबाट आउँदा थियो? त्यही विषयमा चाहिँ हामीहरूलाई थाहा थिएन नि त। यो मूल महाकारण हो, यो विषयमा चाहिँ हामीहरूलाई थाहा थिएन। के भन्यो? चोपाईले के भन्दछ भन्दाखेरि
हक्क हादी, एकदम ध्यान दिएर सुन्नुहोस् साथी। हक्क हादी अर्स मोमिन, हक्क हादी अर्स मोमिन, सो तो पहिले हक्क दिल माहे अरे। हामी भयौँ राज्य परमधाममा श्यामाजी हुनुभयो, यो सबै राज्यको दिलमा थियौँ। त्योभन्दा यो खेलमा आउनुभन्दा अगाडि मार्फतको अवस्थामा थियौँ हामीहरू। राज्यले हामीहरूलाई लुकाएर राख्नुभएको थियो, कहाँ? आफ्नो हृदयमा मार्फत बनाएर राख्नुभएको थियो हामीहरूलाई। जो चीज प्यारी रूहको ताए हक पल छोडेन। ब्रह्मात्मालाई जुन कुराको सबैभन्दा धेर प्रेम छ नि, त्यो चिजलाई त झन् राज्यले कसरी छोड्न सक्नुहुन्छ? अनि राज्यको सबैभन्दा प्यारो को हो? हामी हौँ। अनि हाम्रो सबैभन्दा प्यारो को हो? राज्य हो। सुन्दरता। त्यही भएर राज्यले के गर्नुभयो? अनादिकालदेखिबाट राज्य जब मार्फतको स्वरूपमा हुनुहुन्थ्यो नि, त्यतिखेर हामीहरूलाई आफ्नो दिलमा लुकाएर राख्नुभएको थियो। अनि त्यो हामीहरू कुन रूपमा थियौँ राज्यको दिलमा? जब राज्य मार्फतको स्वरूपमा हुनुहुन्थ्यो त हामी कुन रूपमा थियौँ भन्दाखेरि राज्यको इश्कको रूपमा थियौँ। हाम्रो नाम के हो? असल मूल नाम हाम्रो के हो? इश्क हो। बुझ्नुभयो नि? राज्यको आनन्द अङ्ग हो हामीहरू। हाम्रो नाम अर्को के हो? आनन्द हो। हामीहरू आनन्दको लेहेर हौँ। सुन्दर साथी, जसरी सागरसँग लेहेर हुन्छ कि हुँदैन? अनि सागर र सागरको लहरमा कुनै पनि अन्तराय हुन्छ? हुँदैन। एकछिनको लागि त्यो सागरबाट जब लहरले छलाङ लगाउँदछ त्यतिखेर लाग्दछ कि यो सागर हो, यो सागरको लेहेरै हैं भनेर देखिन्छ हकिकतको रूपमा। तर त्यही लेहेरै चाहिँ सागरमा गएर एक समान एक रूप हुँदछ भने जब बेलुका राति गएर ती समुद्रको किनारमा गएर हेर्नुहोस् त, कति मजाले शान्त भएर सागर र लेहेरे एक दुसरा आफूमा समाएको हुँदछ। त्यस्तै मार्फतको अवस्थामा राज्यले हामीहरूलाई पनि हृदयमा समाएर राख्नुभएको थियो। सुन्दरता। त्यही भएर भन्नुहुँदैछ हक्क हादी अर्स मोमिन, सो तो पहिले हक्क दिल माहे, जो चीज प्यारी रूहको ताए हक्क पल छोडे नहीं। अनि जो मता कह्या दिल मोमिन, सो मोमिन दिल समेत है, सो बसत हक्क के दिल में, सो हक्क दिल मता रूहले। जति पनि ब्रह्मात्माको दिलमा मता भनेको खजाना छ, त्यो सबै राज्यको दिलको खजाना हो। त्यो पहिला राज्यकै दिलमा थियो। पछि जब हकिकतको स्वरूपमा जब हामीहरूलाई प्रकट गराउनुहुन्छ, राज्यको आनन्द अङ्गको हो श्यामाजी। राज्यको त्यो हृदयबाट को प्रकट हुँदछ सबैभन्दा पहिला भन्दाखेरि श्यामाजी। श्यामाजीको दिलबाट हामी ब्रह्मात्माहरू प्रकट हुँदछौँ। अनि बाँकी खुब खुसाली हाम्रो आनन्द अङ्गबाट को प्रकट हुँदछ भन्दाखेरि परमधामको त्यो 25 कक्षा खुब खुसाली पशु पक्षी जानवर सब दृष्टिगोचर हुँदैछ। अनि जुन मार्फतबाट जुन हकिकतको रूपमा दृष्टिगोचर देखिँदैछ, परमधाम दृष्टिगोचर हुँदैछ, ऊ चाहिँ को भन्दा राज्यको हकिकतको स्वरूप। बुझ्नुभयो नि? अब राज्य मार्फतबाट कहाँ उत्रिनु भयो? हकिकतमा आउनु हुँदैछ। बुझ्नुभयो नि? त्यही भएर के भन्यो? अब के देखाउनको लागि चाहिँ राज्यमाले तयारी गर्नु हुँदैछ? दिलमा आखिर के चल्दैछ राज्यको, त्यो हामीहरूले जान्न जरुरी छ। त्यो आज वितको महाकारणबाट हामीहरूलाई जानकारी दिनु हुँदैछ। तर अनादिकालदेखिबाट परमधाममा हामीहरूलाई केही थाहा छैन, बस राज्यलाई रिझाउन मात्रै जान्दछौँ, राज्यलाई प्रेम गरिराखेको छौँ। त्यो प्रेम पनि कसले दिएको बाबतमा चाहिँ राज्यलाई रिझाउँछौँ त्यो पनि थाहा छैन। यस कुराको भेद जुन छ हामी सती श्यामाजीहरूलाई कसैलाई पनि थाहा छैन। सुन्दरताजी, अब कुन कुराको चाहिँ भेद थाहा छैन हेर्नु है। एक पातशाही अर्स की, यो महाकारणको चोपाई हो नि फेरि। एक पातशाही अर्स की, दूजा और वाहिदत का इश्क। एक पातशाही अर्स की, परमधामको पातशाही राज्य आफ्नो परमधाममा पातशाही कस्तो खालको गर्नुहुन्छ? राज्यबाट हुनेवाला पातशाही लीला कस्तो छ? साहिबीको लीला कस्तो छ? एक त राज्यको पातशाही परमधामभित्र कस्तो छ? प्रेमै प्रेम, इश्कै इश्कको पातशाही छ। अनि अर्को राज्यको पार्ट 2 को पातशाहीको छ साहिबीको लीला हुँदछ। को द्वारा जब जतिखेर हामी श्यामाजीलाई प्रकट गर्नुहुन्छ, हामीहरू ब्रह्मात्माहरू प्रकट हुन्छौँ, खुब खुसाली 25 पक्ष पशु पक्षी सब प्रकट हुँदछन्। साथमा आफ्नो सत अङ्ग अक्षर ब्रह्मलाई पनि राज्यले प्रकट गराएर के गराउनुहुन्छ? मायाको खेल बनाउने मिटाउने त्यो कार्यभार दिनुहुँदैछ। कारण पहिलेदेखिबाट चलिरहेको छ। र अक्षर ब्रह्म को हो? राज्यको सत अङ्ग। तर भित्रबाट हेर्दाखेरि स्वरूप एक है, लीला दुई। अक्षर ब्रह्म र राज्यको भित्रको स्वरूपमा कुनै पनि अन्तराय छैन। एउटा हातको हो सखिया र श्यामाजी, अर्को हातको हो अक्षर ब्रह्म,
अनि यी दुईटै हात कस्ता हुन्? जसरी मैले दुईटै हात उठाएको छु त यो मेरो अङ्गका हात हुन् हो। एउटा दाहिने हात छ, एउटा देब्रे हात छ। यस्तो खालको अङ्ग हो अक्षर ब्रह्म र राज्य। अनि हामी सत्या र श्यामाजी राज्यको एउटै अङ्ग। त्यही भएर वाणीले के भन्दछ? तुम रुहे मेरे तन हो, तुम सो इश्क मेरा दिल लागे। तिमी ब्रह्मात्माहरू मेरो तन हो भन्नुहुन्छ। आखिर तन हो र छौ नि त, किनकि राज्यको दिलबाट निक्लेको हुँ। अघि नै भन्यो सो त पहिले हक्क दिलमा। हामीहरू परमधाममा प्रकट हुनुभन्दा, हकीकतको रूपमा आउनुभन्दा अगाडि हामीहरू राज्यको दिलमा थियौँ। इश्क बनेर हामीहरू त्यहाँ राज्यको दिलमा बिल्कुल इश्क बनेर लबालब भरिएको थियौँ राज्यको हृदयमा। इश्कको स्वरूप थियो हाम्रो त्यतिखेर। तर अहिले जब हकीकतको रूपमा राज्यले सामने ल्याउनु भयो त हामीहरूको परात्मको तन देखियो। बुझ्नुभयो नि? परात्मको तन देखिँदैछ भने हामीहरू हकीकतको स्वरूपमा प्रकट हुँदछौँ सुन्दरजी त्यहाँ, जसलाई हामीहरूको मूल तनको नाम परात्म भनियो। त्यही भएर एक पातशाही राज्यको एक पातशाही हामीहरूलाई थाहा छैन। राज्य आफ्नो सत पातशाहीको लीला भनेको राज्यको साहेबीको लीला। अक्षर ब्रह्म आफ्नो सत अङ्गको द्वारा, नोट गर्नु है सुन्दरजी, पछाडि प्रश्न आउला नि। अक्षर ब्रह्मद्वारा राज्यले जति पनि लीला गर्नुहुन्छ त्यसलाई राज्यको के भनिन्छ? पातशाहीको लीला भनिन्छ, राज्यको साहेबीको लीला भनिन्छ। बुझ्नुभयो? फेरि दोहोऱ्याउँछु, अक्षर ब्रह्मद्वारा आफ्नो सत अङ्गको द्वारा राज्यले जति पनि लीला बनाउनु हुँदछ ती लीलाहरू हामीहरू अगाडि सुन्न जान्छ कि राज्यले कतिवटा लीला देखाउन आँट्नु हुँदैछ हामीहरूलाई। ती जति पनि लीला अक्षरको द्वारा, अक्षर आत्म भनेर जहाँ पनि वर्णन आउँछ, अक्षरको आत्ममा बसेर राज्यले जति पनि लीला गर्नुहुन्छ वाया अक्षर, ती सबै लीलाहरूलाई राज्यको पातशाहीको लीला भनिन्छ, साहेबीको लीला भनिन्छ। अनि दुजा वाहेदतको इश्क भनियो। अर्को चाहिँ राज्यको दिलको इश्क, जसमा रङ्गमहलमा चाहिँ राज्य महाराजले डाइरेक्ट आफ्नो नजरबाट हामीहरू परात्मको नजरमा इश्कको प्याला पिलाउनु हुँदछ। त्यसमा अर्को तेस्रोको कसैलाई सहारा चाहिँदैन। त्यहाँ रङ्गमहलको भित्र अर्को तेस्रोको सहारा चाहिएन। जब तेस्रोको सहारा राज्यले लिनु हुँदैछ, कसको? अक्षरको आत्मको सहारा लिनु हुँदैछ भने त्यसलाई साहेबीको लीला भनिन्छ, त्यसलाई पातशाहीको लीला भनिन्छ। अनि जब राज्य आफ्नो नजरबाट डाइरेक्ट प्रेम पिलाउनु हुँदैछ, डाइरेक्ट आफ्नो नजरबाट हामीहरू ब्रह्मात्माहरूको नजरमा प्रेम भर्नु हुँदैछ नजरद्वारा आफ्नो दिलमा भने त्यसलाई चाहिँ वाहेदतको इश्कको लीला भनिन्छ। जुन कुराको चाहिँ हामीहरूलाई थाहा छैन। न अक्षर ब्रह्मको बारेमा थाहा छैन, थाहा थियो अक्षर ब्रह्मको बारेमा थाहा थिएन। अनि अब बल्ल एकछिन पछाडि अब थाहा हुन जान्छ। अहिले त हामीहरू अनादिकालदेखिबाट मार्फतबाट बल्ल हकीकतमा उत्रौँ। अब हकीकतबाट बल्ल त हकीकतबाट लीला हुँदैछ त, परमधाममा सबै लीलाहरू हुँदैछ। पशु पक्षीहरूमा पनि त्यो लीलाहरू सुरु हुँदैछ। राज्य हामीहरूलाई कहिले मानिक पहाड, कहिले पुखराज पर्वत, कहिले होस कोसर ताला, कहिले बढीराङ छोटीराङ, आठौँ सागर, 8 जिमी, सबतिर पुखराज पर्वततिर सबतिर लानु हुँदैछ। हकीकतमा अब के हुन थाल्दैछ भन्दाखेरि लीला सुरु हुँदैछ। हामीहरू हकीकतमा उत्रौँ नि त, राज्यले हामीहरूलाई हकीकतको स्वरूप बनाउनु भएर अब पुरा परमधाममा 25 पक्षमा अनादिकालदेखिबाट के हुँदै थियो? लीला चलिरहेको अवस्थामा अनि अचानक एक दिन के हुन्छ अरे भन्दाखेरि पहले मूल अद्वैत में घूम जहाँ इश्क, तहाँ प्रेम रब्द में भया हुकम हक, तहाँ प्रेम रब्द में भया हुकम हक। पहिले मूल अद्वैत में भनेर भन्नुभयो है। कहाँ थियौँ अहिले हामीहरू? पहिले मूल अद्वैत में। अद्वैत भन्ने बित्तिकै तीनटा कुरा हमेसा नोट गरिहाल्नु। एउटा छ द्वैत, एउटा छ अद्वैत, एउटा छ मूल अद्वैत। बुझ्नुभयो? पहिले मूल अद्वैत में। द्वैत भनेको छर ब्रह्माण्ड नाशवान, अद्वैत भनेको योगमायाको ब्रह्माण्ड र मूल अद्वैत भनेको परमधाम रङ्गमहल, जहाँ हामीहरूकोसँग राज्यको लीला हुँदछ, राज्यसँग हाम्रो लीला हुँदछ। परमधाममा अनादिकालदेखिबाट त्यो प्रेम इश्कको लीला भइरहेको छ। राज्यको अनुसार त्यहाँ इश्कको लीला हुँदछ। त्यही भएर घुम जहाँ इश्क भन्ने। द्वैत, अद्वैत र मूल अद्वैत, छर अक्षर अक्षरातीत, यसरी छुट्याउने। द्वैतको ब्रह्माण्डमा के लीला हुन्छ त्यो अहिले हामीले अगाडि वितको प्रसङ्गमा वर्णन गरिन्छ। अहिले जति पनि अब वितको प्रसङ्ग सुरु हुन जाँदैछ नि, एकछिन पछाडि जब हामीहरू परमधामबाट खेलमा उत्रिन्छौँ द्वैतको लीला सुरु हुँदछ। राज्यले द्वैतको फिलिङ देखाउनुहुन्छ। अद्वैतबाट हटाएर अब हामीहरूलाई कोही
कहाँ ल्याउनुहुन्छ? द्वैतमा ल्याउनुहुन्छ। फेरि द्वैतबाट फेरि अद्वैतमा लानुहुन्छ, अद्वैतबाट फेरि वापस मूल अद्वैतमा लानुहुन्छ, फेरि वापस द्वैतको ब्रह्माण्डमा ल्याउनुहुन्छ। यो कुराको चाहिँ मजाले चिन्तन गर्नुपर्छ। राजीले यही तीनटा चिजमा घुमाइराख्नु भएको छ, अद्वैत अनि द्वैत, अद्वैत र फेरि मूल अद्वैत। अनि अन्तिममा पनि फेरि द्वैतबाट हामीहरूलाई मूल अद्वैतमै लाने हो। बुझ्नुभयो नि? त्यसको पनि अगाडि हामीहरूले वर्णन सुन्नेछौँ। र अहिले फिलहाल चाहिँ राज्यले जुन एउटा कारण बनाउनु हुँदैछ, महाकारण अब सामने आयो। महाकारणबाट चाहिँ कारण उत्पन्न हुन्छ। अब राज्यले महाकारण बताइसक्नुभयो कि मेरो हृदयको प्रेमको बारेमा यिनीहरूलाई थाहा छैन, मेरो बाह्यतत्वको इष्टको बारेमा बिल्कुल थाहा छैन, मेरो साहिबीको लीलाको बारेमा पनि थाहा छैन, अक्षर ब्रह्म छन् भन्ने कुरा पनि यिनीहरूलाई थाहा छैनन्। मेरै सतअङ्ग हुनाले गर्दाखेरि पनि मेरो साहिबीको सतअङ्गको बारेमा केही पनि थाहा छैन, तर अनि मेरो बाह्यतत्वको इष्टको बारेमा पनि थाहा छैन। अब यहाँहरूलाई थाहा गराउनको लागि मैले एउटा कारण रच्नुपर्छ भनेर राज्यले महाकारणबाट चाहिँ के उत्पत्ति हुन्छ भन्दाखेरि कारण उत्पत्ति हुँदछ। बुझ्नुभयो नि? त्यही भएर अब पहिले मूल अद्वैत भनेको कहाँ हो? रङ्गमहल परमधाममा। के थियो भन्दाखेरि भौम जहाँ इष्ट अरे, इसकै इष्टको भूमि जहाँ छ। यो संसार के हो? असत जड दुःखको भूमि हो र परमधाम रङ्गमहल चाहिँ इष्टको भूमि हो। इष्टको भूमि किन भयो? किनकि राज्यको हृदयबाट अब हकीकतको स्वरूपमा पुरै परमधाम दृष्टिगोचर हुँदैछ। पहिला राज्य मूल स्वरूपमा मार्फतको स्वरूपमा हुनाले गर्दाखेरि केही पनि नजर आएको थिएन, सिर्फ मूल स्वरूप हुनुहुन्थ्यो। तर मूल स्वरूपको हृदयमा त्यो इष्ट गन्जानगन्ज भरिनाले गर्दा अब राज्यलाई क्रीडा गर्न मन भयो, राज्यलाई लीला गर्न मन हुँदाखेरि राज्यले आफ्नो आनन्द अङ्ग स्वरूप श्यामाजीलाई प्रकट गराउनुहुन्छ। अनि श्यामाजीको दिलमा पनि त्यति नै इष्ट प्रेम छ जति राज्यको हृदयमा छ। अनि श्यामाजीको आनन्द अङ्गबाट हामीहरू उत्पन्न हुँदछौँ। त्यही भएर हामीहरू त्यहाँदेखिबाट हाम्रो रिलेसन कस्तो भयो? त्यहाँदेखिबाट सम्बन्ध जागो कि सम्बन्ध चाहिँ के रह्यो भन्दाखेरि श्यामाजीको अङ्ग हो सुन्दर साथ। कि हामीहरू परमधाम किस्ती अलाधनी शक्ति श्यामाजीको चाहिँ आनन्द अङ्ग हौँ, सुन्दर साथ हौँ, सुन्दर साथ। हामीहरू आफूलाई कहिल्यै पनि के मान्ने कि हामीहरू श्यामाजीको अङ्ग सुन्दर साथ हौँ। हामीहरूको मूल प्रेम हो, हामीहरूको मूल इष्ट हो। यहाँ आएर आफ्नो अस्तित्वलाई भुल्यौँ, आफ्नो वास्तविक स्वरूपलाई हामीले भुल्यौँ। त्यही भएर हाम्रो जुन मूल सम्बन्ध हो सुन्दर साथी, एक आपसमा हामीहरू एक दुसरेलाई के भनिन्छ? सखी भनेर भनिन्छ। अनि हामीहरू कस्तो सखी हौँ, कस्तो आनन्द अङ्ग हौँ भन्दा श्यामाजी। अझै त्योभन्दा पनि गहराइमा जाने भने हामीहरू कस्तो आनन्द अङ्ग हौँ? राज्यको। तुम रुहे मेरे तन हो भनेर भन्नुभएको छ। अनि राज्य र श्यामाजी दुईजना चाहिँ हामीहरू चाहिँ अङ्ग हौँ सुन्दरताजी। त्यही भएर हाम्रो पहिचान कोसँग जोडिएको छ भन्दाखेरि राज्य र श्यामाजीसँग जोडिएको छ। हामीहरू डाइरेक्ट राज्य र श्यामाजीको चाहिँ आनन्द अङ्ग हौँ भनेर आफूलाई कहिले पनि यो पहिचान चाहिँ नभुल्नु। यो पहिचान हमेसा हामीहरूको दिलमा बनिरहनु पर्दछ। र यसरी अब महाकारणको सिलसिला सुरु हुँदछ सुन्दरताजी। अनि के भन्नुभयो? यो कसले गराउँदैछ सबै भन्दाखेरि ये उपजाई हमारे धनी, ये उपजाई कसले अरे? हमारे धनी। ये उपजाई हमारे धनी सो तो बातें हैं अति घनी। यो राज्यले जुन दिलमा हामीहरूलाई के उत्पन्न गराउनु हुँदैछ नि, के भन्नुभयो? पहिले मूल अद्वैत में भौम जहाँ इष्ट तहाँ प्रेम रब्द में भया हुकम। अब के उत्पन्न गराउनु भयो भन्दाखेरि प्रेम रब्द उत्पन्न गराउनु भयो। अब प्रेम रब्द कस्तो खालको रब्द हुनु पर्यो? मेरो प्रेम ठुलो हो भनेर भन्नु पर्यो नि त प्रेम रब्दमा। त्यही नै जुबान। अब यहाँ प्रेम रब्द हामी मेरो प्रेम ठुलो हो भनेर कहाँबाट आयो थाहा छ यो कुरा? हामीहरू कहाँ छौँ? सबैभन्दा पहिला त बुझौँ कि हामीहरू कहाँ छौँ, कि मूल मिलामा छौँ, त्यो बाह्यतत्वमा छौँ, त्यो एक दिल्लीमा छौँ। राज्यले के गरिदिनु पर्छ? आफ्नो एक दिल्लीलाई बिल्कुल खोलिदिनु भएको छ परमधाममा। राज्यको दिलमा जे आउँदैछ त्यो हामीहरूको दिलमा पनि आउँछ एकछिनमा। फेरि राज्यले जब केही कुरा दिलमा लिनुभएको रहेछ एकैछिनमा त्यो बाह्यतत्वलाई बाँधिदिनुहुन्छ भने राज्यको दिलको कुरो फेरि श्यामाजीको दिलमा आउन बन्द हुन्छ, हामीहरू ब्रह्मात्माको दिलमा आउन पनि बन्द हुन्छ। जब बाह्यतत्व खोलिदिनुहुन्छ भने राज्यको दिलमा जे आउँछ त्यही हाम्रो दिलमा पनि आइरहेको हुन्छ। अब यहाँ राज्यले के भन्नुभयो? सबैभन्दा पहिला बोल्नेवाला को? राज्य। के सत्य म त तिमीहरूलाई भन्न खोज्दै हुनुहुन्छ राज्यले। महाकारणको त्यो कुरा टच मात्रै गर्नुभयो कि सखी तिमीहरूलाई थाहा छ प्रेम कसले गर्दछ
अब राज्यले के भन्नुभयो, मेरो प्रेम ठुलो भन्ने बित्तिकै त्यो बाहेदत बन्यो कि बनिएन? त्यो जुबान बाहेदतमा पुग्यो। अब सोच्नुहोस्, राज्यले जे बोल्नुभयो त्यही बोली श्यामाजीले बोलिन् कि मेरो प्रेम ठुलो भनेर। त्यही एउटा शब्द घुम्दैछ परमधाममा। हेर्नु है, गहिरो छ नि प्रसङ्ग, कसरी फैलियो। मतलब राज्यले कस्तो हिक्मत गर्नु हुँदैछ यहाँ। राज्यले बोलेको त्यो मेरो प्रेम ठुलो हो भन्ने कुरा चाहिँ कता गयो, श्यामाजीले पनि त्यही जुबान बोल्नुहुन्छ, मेरो प्रेम ठुलो हो धनी भनेर। अनि जसरी नै श्यामाजीले मेरो प्रेम ठुलो हो भन्ने बित्तिकै अब श्यामाजीको अङ्गहरू चाहिँ चुप लाग्छन्। श्यामाजीको अङ्गको जुबानमा पनि के आयो, हामी परमात्माहरूको जुबानमा के आउँदछ कि मेरो प्रेम ठुलो हो, मेरो प्रेम ठुलो हो भनेर पुरा परमधाम गुन्जिन थाल्यो। अब सखियरको मुखबाट निक्लेको मेरो प्रेम ठुलो हो भन्दा भन्दै पुरा 25 पक्ष परमधाममा रोम रोममा गुन्जिन थाल्यो। पशु पक्षी जानवर खुकुसाली सबले रट्न थाले कि हामी पनि त राज्यलाई रिसाउँछौँ, हाम्रो प्रेम ठुलो हो भन्न थाल्यो। अनि पुरा परमधाम के भयो, इस्कमय भयो। त्यही भएर भोम जहाँ इस्क भनेर इस्क फैल्यो कि फैलिएन पुरा परमधाममा? एउटा स्वरले पुरा परमधाम फैलिँदछ सुन्दरताजी। अनि त्यो के फैलिएको भन्दाखेरि प्रेम। अब हेर्न यहाँ प्रेम फेरि कसरी लुप्त हुन्छ अगाडि गएर। अहिले अब हाम्रो रट के लाग्न थाल्यो, एक रट लगायौँ कि हाम्रो प्रेम ठुलो हो, मेरो प्रेम ठुलो, मेरो प्रेम ठुलो भनेर हम एक दुसरेले भन्न थाल्यौँ। अब ए तिमीहरूको प्रेम ठुलो भने त ठिकै छ, यसको बेहोरा हुनुपर्छ। अनि परमधाममा त बेहोरा हुन त सम्भव छैन, किनकि त्यहाँ त राज्यको प्रेममा तुम कुदत हो मेरे इष्ट के बल। हामी कसको बलले कुद्दछौँ, राज्यको प्रेमको बलले कुद्दछौँ, राज्यको प्रेमको बलले लीला गर्दछौँ। अनि हामीहरूलाई कसरी थाहा कि हाम्रो प्रेम ठुलो भनेर? जुन कुराको हामीहरूलाई थाहा नै छैन अनि हामीहरूले मेरो प्रेम ठुलो हो भनेर भन्दैछौँको मतलब के हो? हामीहरूले रटाया जुबान पक्ड्यौँ कि पक्डेनौँ? राज्यले बोलेको कुरो श्यामाजीले रट्नुभयो, श्यामाजीले बोलेको कुरो हामीहरूले रट्यौँ। तर जुन कुरो बोल्दैछौँ त्यसको हामीहरूलाई फेरि थाहा छैन। कसरी त तिमीहरूले मलाई प्रेम गर्दैछौ त, लु तिम्रो प्रेम ठुलो कसरी हो भनेर सोद्धाखेरि त चुप भइयो त। अनि यो सुन्दा साथी, यो हो रहस्य। अनि जुन कुरो बोल्दैछौँ हाम्रो प्रेम ठुलो हो, तर कसरी प्रेम ठुलो हो भनेर देखाओ भन्दाखेरि छैन। अनि आजसम्म पनि देखाउनु छैन। ल्याओ प्यार तरो दिदार भनेर भन्नुभएको छ, आजसम्म पनि न प्रेम आएको छ न दिदार गर्न पाएको छ। सोच्नुहोस् सुन्दर साथी, प्रवृत्ति त उहीँबाट आइसकेको छ हाम्रो यहाँभित्र। तर अब यो प्रसङ्गले हामीहरूले एउटा सानो सिकापन भयो, ठुलो सिकापन दिन्छ। त्यो सिकापनलाई चाहिँ आत्मसात गर्न जरुरी छ। आज यो खेलमा चाहिँ के हुनुपर्दछ भन्दाखेरि मेरो प्रेम ठुलो हो भन्ने खालको आउनै पर्छ दिलमा। अनि यो कसको प्रति थाहा छ? राज्यको प्रति मात्रै नभएर एक दुसरे सखीको प्रति पनि हुनु पर्यो, किनकि परमधाममा सबै सखीको जुबानमै मेरो प्रेम ठुलो हो, मेरो प्रेम ठुलो हो भनेर भनिएको छ। अनि यो त्यही रट आज यो खेलमा लाग्न जरुरी छ कि छैन? अन्त मेरो प्रेम ठुलो हो, मेरो प्रेम ठुलो हो भनेर सबैले एक जुबान बोल्यौँ भने हामीहरू 40 लाख प्रणामी सुन्दर साथीहरू छौँ, हो कि होइन? परमधाम त अहिले ब्रह्मज्ञान पाएको सुन्दर साथीहरू लगभग अल ओभर वर्ल्डमा कति छौँ? लगभग 40 लाख छौँ। अनि 40 लाखकै जुबानमा अगर मेरो प्रेम ठुलो हो भनेर सबै सुन्दर साथीले प्रेम ही प्रेमको गायन गरे भने त सुन्दर साथमा आपसमा कहाँ विरोध हुन्छ? के ठाउँ छ? प्रेम ही प्रेम आउँदछ। तर त्यो प्रेम हामीहरूले भुलेको छौँ। त्यो प्रेम हामीहरूभित्र छ भन्ने कुरा चाहिँ हामीहरूलाई एहसास भएको छैन। अनि त्यसको पनि कारण बहुत ठुलो बातुनी भेद छ। अगाडि लीला राज्यले गर्नुहुन्छ सुन्दर, त्यसको प्रसङ्ग पनि बहुत रोचक छ। नेक तामे करु रोशन सँग से भान देऊ सवनाले। अब म यसको अलिकति वर्णन गरेर सुनाउँछु भन्नुहुन्छ। अनि हामी र को अक्षर ब्रह्म श्री राज्यले इच्छा उत्पन्न गराइदिनु भएको छ। अब अक्षर ब्रह्मको उसमा पनि घटनाक्रम के भएको थियो त्यस दिन? घटनाक्रम के भएको थियो भन्दाखेरि जाउँ तिजी भौमको पडसालमा। अब राज्यले जुन दिलमा लिएको कुरा छ, अब त्यसको बाहिरी रूप निक्लिन जाँदैछ। अब कारणको महाकारण देखिन जाँदैछ है। अब महाकारण त थाहा भयो नि त हामीहरूलाई सबलाई। महाकारण थाहा भइसकेपछि अब कारणमा आउनु पर्यो। महाकारण राज्यको दिल हो, बाह्यदत्तको रूप हो। अब कारण चाहिँ बाहिर रूप देखिन्छ। फेरि महाकारण देखिएको थिएन आजसम्म, अब त्यो महाकारण चाहिँ कारण बनिएर बाहिर दृष्टिगोचर हुँदैछ। त्यो तिजी भौमको पडसालमा आएर इकट्ठा हुँदछौँ। बिहान बिहान भोगमा हामीहरू कसरी गाउँदछौँ, तिजी भौम की पडसाल छोर बढे दरवाजे विशाल भनेर। अनि जहाँ बस्नुभएको छ राज्य र श्यामाजी बस्नुभएको छ तिजी भौमको त्यो पडसालमा,
निरत हामीहरूले हेरिरहेको छ, बिहानको समय चलिरहेको छ निरतमा हामीहरू मगन छौँ। अब अनादिकालदेखिबाट राज्यको आनन्दको नजरले हामीहरू त्यहाँ परमधाममा लीला गर्दछौँ। त्यसरी सतअङ्ग अक्षरब्रह्म पनि चाँदनी चोकमा आएर कतिचोटि आएर ऊ फर्केर गैराजीको एक नजरको दर्शन गरेर आफ्नो सत अङ्गको तरफको मात्रै, साहेबीको अङ्गको तरफको नजर मात्रै हेर्दछन् उनले। आनन्द अङ्गको नजर उनले कहिले पनि देख्न पाएका थिएनन्। राज्य यसको मतलब राज्यको पूर्ण मुखारविन्दको छवि उनले कहिले पनि देख्न पाएको थिएनन्। तर त्यस दिन घटनाक्रम राज्यले दिलमा पहिले लिनुभयो। पहिले लई हक्के दिल में, पीछे आए माही नूर, ता पीछे हादी रोहन के यूं कर हुआ जहुर भनिएको छ। सुन्नुभयो नि, यो चौपाई आज गाइँदैन सुन्दर राज्य। यो चौपाई आज, हिजोको प्रश्नमा यो चौपाई थिएन। हिजोको प्रश्नमा एक पातशाही अरस की दूजा वाहिदतको इस्कवाला थियो, एन्सर त्यो चौपाई थियो। र पहिले लई हक्के दिल में, पीछे आए माहे नूर, ता पीछे हादी रोहन के यूं कर हुआ जहुर, यो चाहिँ आज बोलिँदैछ। अनि राज्यले दिलमा लिएको कुरा अक्षरब्रह्म आफ्नो सत अङ्गलाई अघि राज्यले पठाइसक्नु भएको छ हो। जसरी हामीहरू आज के छ, इमेल छ, मेसेज गर्दछौँ, कति 1 सेकेन्डको भित्रमा इमेल पुग्दछ, मेसेज पुग्दछ। अनि त्यहाँ तर कसरी बात हुँदैछ, दिलबाट दिल से। स्वरूप एक लीला दुई, लीलाको रूपमा मात्र अक्षरब्रह्म पर अक्षरधाममा बसेका छन्, तर स्वरूप त एउटै हो नि त। जुन कुरा राज्यले दिलमा लिनुभयो, अब सखीहरूलाई र श्यामाजीलाई नदिएर अब के गर्नुभयो, साहेबीको वाहिदत लिनुभएको छ। आनन्दको वाहिदतमा यी ब्लक भयो। श्यामाजी र सखीहरूलाई राज्यले दिलमा लिएको कुरा पुगेको छैन। कसलाई पुग्यो, साहेबीवाला वाहिदतमा पुग्यो, जसलाई अक्षरब्रह्म भनिन्छ। अक्षरब्रह्मको दिलमा अघि पुग्यो। आज तैँले बहुत ठुलो सरप्राइज पाउनेवाला छस् है। तेरो लागि आज बहुत गुड डे हो, एकदम जोरसोरको साथमा, तयारीको साथमा आइज भनेर राज्यले अघि दिलमा उसलाई उडेलिसक्नु भएको छ। ऊ एकदम जोरसोरको साथमा पशु पक्षी जानवरहरूलाई लिएर ऊ आउँदछन् चाँदनी चोकमा। कति बजी, बिहान 7:30 बजीको समय भनेर भनिन्छ होइन। अनि जसरी नै आए, अब राज्यलाई थाहा छ, राज्य मन्द मुस्कुराइराख्नु भएको छ। श्यामाजी र राज्य एकटक एक दुसरेलाई हेरिरहेछन्। पिजी भूमको त्यो पड्सालको ठाउँ छ। अनि मजाले राज्य जहाँबाट त्यो पड्सालबाट चाहिँ के देखिन्छ, झरोखा सामी नजर करे, प्रणाम करके पछि फिरे भनेर आउँदछ प्रसङ्ग। अनि त्यो झरोखाबाट चाहिँ अब राज्यले के गरिदिनु भयो, अब जुन नजरबाट चाहिँ हामीहरू सखीहरूले निरत गरिराखेको अवस्था थियो होइन, एक्कासी के गरिदिनुहुन्छ भने आज त्यस दिन चाहिँ अब आफ्नो नजरलाई सट्ट फर्काएर उता पारिदिनुहुन्छ। दुइटै नजर फेरि जसरी नै दुइटै नजर अब सखीहरू श्यामाजीहरूबाट हटाएर राज्यले के गर्नुहुन्छ, नजर तलपट्टि यसो हेर्नुहुन्छ। दुइटै नजरको दर्शन पाउने बित्तिकै अक्षरब्रह्म त हेरेका हुन्छन्। अनि आनन्द अङ्गको नजर त आजसम्म हेरेका देख्न पाएको थिएनन्। अनि दुइटै नजरले जब अक्षरातीतले धामधनीले अक्षरब्रह्मलाई दुइटै नजरले हेर्दाखेरि त उसको हृदयमा कति आनन्द, कति भाव विभोर हुँदछन्। अब राज्यले नजर फर्काउने बित्तिकै 12 कसको बजो, हामीहरूको बजो। अब किनकि हामीहरू त हेरे भएन नि त, लीला रोकियो अब त्यहाँ। राज्य कता, अब हामीहरूभन्दा खुबसुरत अर्को कसलाई देख्यो तिमीले र नजर फर्कायो? हामीहरूभन्दा पनि कोही खुबसुरत छ अर्को? कोही को आयो यो परमधाममा अर्को, जसको माथि नजर फर्काउँदैछौ तिमी भनेर अब हुन्छ नि त एउटा होइन। बस तुरन्त राज्यले जता नजर लानुभयो त्यतै हामीहरूले पनि गएर त्यो तिजीभूमको पड्सालको झरोखाबाट जब हेर्दछौँ त कसलाई देख्दछौँ, हुबहु राज्य जस्तै स्वरूपलाई देख्दछौँ। ओहो, यो को हो फेरि? यो त आजसम्म पनि देखेका थिएनौँ। यी को हुन्? रड के लागिरहेछ? याद राख्नु है सुन्दर साथी, त्यसलाई रड के छ? प्रेम हाम्रो ठुलो हो भनिरहेको छौँ। त्यही रटी रटाइमै तिजीभूमको पड्सालमा निरत पनि हेरिरहेको छौँ, यता राज्यलाई हाम्रो प्रेम ठुलो पनि देखाइरहेको छौँ। तर अचानक जब अक्षरब्रह्मको तरफ नजर जाँदछ, जो भी हुआ नजर से, अब जे पनि हुँदैछ अब त्यो घटनाक्रममा तिजीभूमको पड्सालमा नजरबाट हुँदछ। राज्यको नजर फर्क्यो कता? सत अङ्गको तरफ। जसरी नै राज्यले सत अङ्गको तरफ नजर गर्नुभयो, हाम्रो नजर पनि सत अङ्गको तरफ पर्यो। अब परमधामबाट हामीहरूले आफ्नो नजरलाई पिठ दिउँ कि दिएनौँ? दिउँ नि त। जसरी नै अक्षरलाई हेर्दछौँ, को हो यी भन्दाखेरि मेरो सत अङ्ग हो। सत अङ्ग के गर्छन् भन्दाखेरि मायाको खेल बनाउँछन्। के हो माया? बस एकछिन अगाडि रट्थ्यो कि हाम्रो प्रेम ठुलो हो भन्ने, अब शब्द के सुन्यो? माया। अब त्यो प्रेम हाम्रो ठुलो हो भन्नेलाई
कसले दबाइदियो, कसले छुपायो भन्दाखेरि मायाले। अब मायाको रट लाग्न थाल्छ। ओहो माया, माया भन्ने शब्द त पहिलोचोटि सुनेको। कस्तो हुन्छ यो माया? के हो माया? के खाने कुरा हो कि हेर्ने कुरा हो कि के हो चिज भन्दाखेरि यसको नाम पनि नल्याऊ, यसको बारेमा सोद्धा पनि नसोध भनेर झन् इच्छा बढाइदिनु हुँदछ राज्यले। हो, जति हामीले मायाको नाम लिन थाल्यौँ उता त्यति राज्यले इच्छा पनि बढाइदिइराख्नु भएको छ। अब सुन्नुहोस् साथी, कति इन्ट्रेस्टिङ छ त्यो यहाँको घटनाक्रम। अनि अब के हटो भन्नुहोस् त, मायाको खेल बनाउँछ भन्ने बित्तिकै यो माया शब्दले हामीहरूको प्रेम ठुलो हो भन्ने कुरालाई बिटाइदियो। सिखापन लिनु सुन्दर साथी, आज त्यही भइरहेछ। आज हामी माथि को हाबी छ? माया अनि प्रेम कोही। त्यही भएर हाम्रो दिलमा प्रेम छ भनेर भनिँदैन। लु भन्नुहोस्, को सुन्दर साथीले मेरो दिलमा प्रेम छ भनेर भन्छ? कसैले भन्दा आवाले कसैले। मायाले त्यो प्रेमलाई लुप्त गराइदिएको छ, दबाइदिएको छ प्रेम। आत्माको हृदयमा प्रेम अथाह छ। जति परमधाममा परात्माको दिलमा प्रेम छ नि, त्यति नै प्रेम आत्माको हृदयमा छ। कहीँ लुप्त हुँदैन, कहीँ पनि जान सक्दैन। तर त्यो प्रेमलाई कसले दबाएको छ भन्नुहोस् त? मायाले। किनकि नजर कता छ अब मायाको तरफ भन्। अब त्यो अक्षर ब्रह्मको प्रति प्रेम लगाउ सुरु भयो। अब परमधामको लीला भुल मतलब छैन। अब त्यो तिजी घुमको पडसालमा बिहान नास्ता गरिसकेर अब अक्षर ब्रह्मले दर्शन गरिसकेर अब हामीहरू उता पाठघाटमा जाने टर्न थियो। अब पाठघाटमा जानको लागि रेडी अब उहाँ झिल्ना गर्नु छ। तिजी घुमको पडसालबाट राज्यलाई दर्शन गरेर सबैजना मिलेर अब पाठघाटमा जाने भन्ने त्यस दिन हामीहरूको प्लानिङ थियो। तर अब हामीहरू त न पाठघाट जाने, न पुखराज जाने, न 25 कक्षा जाने। राज्य तपाईँ पनि मन परेन। अब त जो देखियो त्यही मान्छे मन परिरहेछ। बस उसँग लीला गर्ने, उसको लीला हेर्ने हेर्नु है। प्रवृत्ति त्यही छ हाम्रो। आज हामीहरूको नजर अहिले पनि राज्यमाथिबाट हटिरहेको छ। राज्यदेखिबाट अर्कोतिर नजर जान्छ सुन्दरताजी। जहाँ कहीँ अलिकति केही मुसिबत आयो राज्यबाट नजर हटिहाल्छ, अलिकति केही गर्नु पर्यो राज्यबाट नजर हटिहाल्छ। प्रवृत्ति उही तिजी घुमको पडसालबाटै चलिरहेको छ। यो नजर हटिरहेछ बार बार। अब राज्य भन्नुहुन्छ ए अब त्यो त्यतिखेरको स्थिति के थियो कि राज्यले दिलमा लिएको थियो कि मेरा ब्रह्मात्माले खेल हेरुन्, खेलमा उत्रिन्, साहिबीको सतअङ्गलाई हेरुन् भनेर। त्यतिखेर राज्यको इच्छा हो यो। तर आज खेलमा राज्यको इच्छा कस्तो छ थाहा छ? यो जान्न जरुरी छ नि त। यो 6 दिनको लीलामा चाहिँ राज्यको इच्छा के छ? अहिले वर्तमान लाइभ प्रेजेन्ट, अहिले प्रेजेन्टमा राज्यको इच्छा के छ थाहा छ? लु भन्नुहोस् त सुन्दर साथी। राज्यको इच्छा यो प्रेजेंट टाइम अहिले के छ भन्दाखेरि ए मूल मिलावा अपना नजर दीजिए इतर पलक न पीछे फेरिए ज्यू इसका अंग उपजत। ए मूल मिलावा अपना है। अब राज्यको इच्छा यस्तो छ नि कि मेरा परमात्माले खेललाई छोडेर चाहिँ आफ्नो नजर परमधामको तर्फ गरौँ। परमधाममा थियौं त हामीले नजर कता गर्यौं? खेलको तर्फ। अब खेलमा छौं त हाम्रो नजर कता हुनु पर्यो? परमधामको तर्फ। यो हो नि त लीलाको चाहिँ असल लीलाको चाहिँ भेद यो हो। परमधाममा थियौं त अक्षर ब्रह्मको दर्शन गर्ने बित्तिकै अक्षर ब्रह्मको खेल हेर्ने इच्छा गर्यौं। अब अक्षर ब्रह्मको खेल हेरिसक्यौं, ब्रजराज जागनीको लीला हेरिसक्यौं, अन्तिम चरणमा छौं। अब हाम्रो नजर कता फर्किनु पर्यो? परमधामको तर्फ फर्किनु पर्यो। अब राज्यको यो इच्छा छ। त्यही भएर रात दिन जागनी किन बढिरहेको छ? चारौं तर्फ आज लगभग 400 मन्दिरमा वितक चर्चा भइरहेको छ। तर जुन वितक गर्ने शैलीहरू पनि बदलेको देख्दाखेरि यो राज्यको अब जागनीको अन्तिम समय रहेछ भन्ने पनि लाग्दैन। पहिला चर्चा कथाको रूपमा सुनाए जान्थ्यो, किस्सा कहानीको रूपमा सुनाए जान्थ्यो। अब हर कसैले पनि राज्यको जोशले नै बोलाएको हुँदछ सायद कि सुन्दर साथी जाग्नुहोस्, अब परमधाम जाने समय आइसक्यो भनेर सबको जुबान अटोमेटिकली खुल्दैछ। पहिला यही जुबान खुलेको थियो भने आज सुन्दर साथीलाई चाहिँ ढिलो हुने थिएन नि त। सुरुवातमा तारतम दिने अगर प्रचलन हामीलाई यो सिकाएको थियो भने यही अपनी जागनी जो याद आवे निज सुख इसका यहीँ सो हो वही यहीँ सो हो यो सन्मुख भनेर सिकाएको थियो भने त सुन्दर साथी अहिलेसम्म आफ्नो नजरलाई परमधाममा पुर्याइसक्ने थियो। तर अहिले राज्यको यस्तो खालको लीला कि हुकुमले यति स्पिडको साथमा जागनीको लीला गर्दैछ कि अब बिल्कुल अन्तिम समयको घडी हो यो। के थाहा कि यही 2026 को यही वितक लास्ट हुन सक्छ? किनकि 6 दिनको लीलामा बाणी मन्थन चितवनी रहेनी बस
सातौँ दिनको लीलामा म वितक सुन्छु, यसरी जुममा बसेर सुन्छु या घरमै बसेर ध्यान चितवनी गर्छु, वाणी मन्थन गर्छु भनेर पाइँदैन। सातौँ दिनको लीलै अर्कै छ। सुन्दर साथी, सब लीला अलग अलग छन्। व्रतको लीला अलग छ, रासको लीला अलग भयो, जागनीको लीला अलग छ। तीनटा फिल्म राजीले रेडी पार्नु भएको छ, क्यासेट तयार पार्नु भएको छ। अहिले चोपाइ आउँछ एकछिनमा। र अब के भन्नुहुँदैछ, अब सुन्यो मूल वचन प्रकार। अब यो जुन प्रसङ्ग अब आउँदैछ नि, यो जुन महाकारणको प्रसङ्ग आउँदैछ, यो महाकारणको प्रसङ्गदेखिबाट लिएर ताको यो पहिले मूल अध्यात्मी भूम जहाँ इष्ट तहाँ प्रेम रब्दमे भया हुकम अक्क, के हुकम भयो र त्यहाँबाट ताके तीन तकरार कहे सो भए तीनों इन्ड। यो जुन चोपाइहरू आउँदैछ वितकमा 3-4वटा यस्तो खालको चोपाइ आउँदैछ कि हामीलाई ब्रजमा राजीले उतार्नु हुँदैछ, रासमा लानु हुँदैछ भन्ने संक्षिप्तमा चोपाइ भनिदिएको छ। तर यसको सारा भेद कसले खोल्दैछ थाहा छ? प्रकटवाणीले। प्रकटवाणीले हामीलाई स्पष्ट गराइदिँदछ। र यो वितकको जुन सुरुवातको महाकारणदेखिबाट लिएर ब्रजराजसम्मको जुन प्रसङ्ग यहाँ आउँदछ, यो प्रसङ्गको लिङ्क डाइरेक्ट प्रकटवाणीसँग छ। सुन्दरताजी, प्रकाश हिन्दुस्तानीमा जुन प्रकटवाणी आउँदछ, अब हम लीला जाहिर करें ज्यू सुख सैया हृदय धरे भनेर। अब म त्यो लीला जाहिर गर्न जाँदैछु सुन्दरताजी, जुन लीलाको बारेमा तपाईँलाई कहिले पनि थाहा थिएन, परमधाममा थाहा छँदै थिएन। तर जुन लीला जाहिर गर्न जाँदैछु त्यो लीलालाई चाहिँ राम्ररी आत्मसात गर्नुभयो भने चाहिँ के हुन्छ? ज्यू सुख सैया हृदय धरे, ताकि मेरो सुन्दरता, मेरो सैया, मेरो सखीहरूको हृदयमा चाहिँ के होस्? आनन्द आओस्। के भन्नुभयो? या खेल देखन की चाल बुझाई दोए, अक्षर और सयन को आदि अनादि फल कयो सोए। अब त्यो तिजी भूमको पडसालबाट के घटनाक्रम भयो? हामीहरूले अक्षर ब्रह्मलाई देख्यौँ, अक्षर ब्रह्मले हामीहरूलाई देखे। अक्षर ब्रह्मले तुरन्त राजीसँग अर्जी गर्नुहुन्छ कि अक्षरातीत के माहौल में प्रेम इश्क बरतत, सो शुद्ध अक्षर को नहीं किन विधा केली करत भनेर। अनि उता हामीहरू सखीहरूले पनि राजीसँग अर्जी गऱ्यौँ कि राजी, बस त्यो जुन पुरुषको दर्शन आज तपाईँले गराउनुभयो, यसको कारण ठुलो होला र जसरी दर्शन गर्नुभयो त्यसरी नै त्यो माया भन्ने के चिज हो, यसले कसरी माया बनाउँदछन्, माया कस्तो खालको हुन्छ, त्यो सबै हामीहरूलाई देखाउनुहोस्, त्यसको विस्तार बताउनुहोस्, हकिकत बताउनुहोस् भनेर हामीले पनि अर्जी गऱ्यौँ। अनि त्यसलाई नै के भन्यो? हामीहरूले चाहिँ परमधाममा मिठो फल खाँदा 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 अमन भएर हो यो मायाको असत जड दुःखको आदि कसैले खाएर फ्याँकेको फल खाने इच्छा गरे भन्नुभयो नि, आदि फल त्यसलाई भनियो। मायाको असत जड दुःखको फल खाने इच्छा भयो। गुलियो फल खाँदा खाँदै अनादिकालदेखिबाट राज्यको त्यो इष्क रूपी फल खाइरहेको थियौँ, त्यो अमन लागेर चाहिँ हामीले के गर्यौँ? अमृत ढोलिनो विष पिधौँ भनेर भनिएको छ। बुझ्नुभयो नि? अब यो आदि फल खाने हामीहरूलाई इच्छा भयो। आदि फल भन्ने बित्तिकै के हो? अक्षरको द्वारा राज्यको पाठशाहीको लीला हामीहरूलाई जान्ने इच्छा भयो। अब राज्यले इच्छा उत्पन्न गराउनु हुँदैछ। अघि मैले भने होइन, ये उपजाई हमारे धनी अरे, सो तो बातें हैं अति गणी। कति हो कति लामो प्रसङ्गहरू छन् भनेर पार लाग्दैन। जति चिन्तनमा लिन्छ त्यति हामीहरूलाई याद आउने हो। अनि यो त वितकको प्रसङ्ग हो, हामीले त प्रसङ्गको अनुसार अगाडि बढिराख्नुपर्छ। त्यही भएर हामीहरूले चाहिँ अक्षर ब्रह्मले बनाउँदै गरेको त्यो असत्य जड दुःखको खेलको फल खाने इच्छा भयो। अनि अक्षर ब्रह्मलाई चाहिँ परमधाम रङ्गमहलको भित्र राज्य आफ्नो सखीहरूसँग, श्यामाजीसँग कस्तो खालको आनन्दको लीला गर्नुहुन्छ, त्यसलाई अनादि फल भनियो। अक्षर ब्रह्मले मायाको खेल बनाउँदा बनाउँदा वक्त भएर परमधामको भित्र रङ्गमहलको भित्रको मिठो फल खाने इच्छा गरे। तर सत अङ्गलाई रङ्गमहलको भित्रमा प्रवेश नहुनाले गर्दाखेरि उनले त्यो भित्रको लीलाको बारेमा जान्न पाउँदैन। र पनि अक्षरको यो इच्छालाई राज्यले बहुत राम्ररी इच्छा पुरा गरिदिनुहुन्छ। पछि रासमा देख्नु जानेले अनि पछाडि आफू पासमा पनि बोलाउनुहुन्छ। रङ्गमहलमा पनि अक्षरको आत्मालाई आफ्नो पासमा बोलाउनु हुँदछ जागनीको लीलाको सन्दर्भमा। अनि कति मेहेर गर्नुहुन्छ अक्षरको आत्मालाई पनि। साहेबीको हेर्नु त बाहेदतको लीलालाई पनि राज्यले तोडेर सत अङ्गलाई पनि आफ्नो पासमा बोलाएको प्रसङ्ग आउँछ। जब अक्षरको आत्म मुस्तफा बेगको तनमा विराजमान भएर ऊ मेराजको रात्रिमा पुग्दछ। को पुगेको? अक्षरको आत्म त पुग्दछ नि त मूल मिलाउन। यसरी राज्यले प्रसङ्ग बताएको छ। त्यही भएर भन्नुहुँदैछ कि भाइ अब सुन्यो मूल वचन प्रकार, जब नहीं उपज्यो मोह अहङ्कार, नाही निराकार नाही शून्य, ना निर्गुण ना निरञ्जन। अब कता आयो? अब राज्यले हुकम दिनुभएको छ अक्षर ब्रह्मलाई कि भाइ अक्षर ब्रह्म लु अब मेरा सखीहरूले त रट लगाइरहेको छन्,
मायाको खेल हेर्ने र तिमीले अब उता जसरी ब्रह्माण्ड बनाउँदै आएको छौ त्यो ब्रह्माण्ड बनाउँदै गरेको घटनाक्रम पनि म सुन्दर साथीहरूलाई विस्तारपूर्वकले बताउन चाहन्छु। जब उनीहरू झागिनीको ब्रह्माण्डमा आउँछन् वाणीको द्वारा कि कसरी मेरो हुकम अक्षर ब्रह्ममा भयो, अक्षर ब्रह्मबाट कसरी अव्यकृत ब्रह्ममा भयो, कसरी अनि ब्रह्माण्डको सर्जना हुँदछ, उत्पत्ति हुँदछ, यो सबै कुरा पछाडि मेरा ब्रह्मात्मालाई थाहा हुनुपर्छ। त्यही भएर तिमीले कुन हिक्मतले ब्रह्माण्ड बनाउँदछौ, कुन हिक्मतले तिमीले छर पुरुषलाई बनाउँदछौ, कस्तो खास्तो लीला हुनेछ, त्यो सबैको पल पलको घटनाक्रम चाहिँ तिमीले राख्नु है। पछाडि मेरा परमात्मालाई यो सबै हकीकत बताउनु छ भनेर अक्षर ब्रह्मलाई त्यो आदेश दिएर पठाइदिनु भयो। हामीहरूलाई दिन बिहान 7:30 बजीदेखिबाट लिएर बेलुका 4:30 बजीसम्म तिदिभुमको त्यो पर्सालमा देखेसै चलिरहेको राज्यले सम्झाइराख्नु भयो। माया यस्तो चाहिँ मायाले यसरी हामीलाई ग्रसित पार्नेछ, हामीहरू परमधामबाट जसरी नै तिमीहरू माया हेर्न भनेर बाहिर निक्लिने बित्तिकै यसले तिमीहरूलाई आफ्नो बसमा पार्नेछ। म कहाँबाट आएको, मेरो आत्माको प्रियतमको भन्ने कुरा सुध हुँदैन। यो रङ्गमहलमा हुँदै गरेको यी प्रेममय लीलाहरू केही पनि याद आउँदैन। यो परमधाममा जुन प्रेमले तिमीहरूले मलाई रिझाउँदैछौ त्यो प्रेम पनि लुप्त हुन्छ। तिमीले आफ्नै स्वरूपको पनि पहिचान गर्न सक्दैनौ, मेरो स्वरूपको पहिचान गर्न सक्दैनौ भनेर सम्झाइराख्नु भएको छ प्यारले। तर त्यो जुन सम्झाएको शब्दहरू छन् ती बाहिरी बाहिरी मात्रै हुन्, तर भित्रबाट के छ, इच्छा बढाइराख्नु भएको छ। बुझ्नुभयो नि? धनिए के हमको एउटा चोपे आउँछ, राज्यले हामीलाई 3 चोटि मना गर्नुभयो। धनिए मना किए बेर 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 तब हम माग्या फेर 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 भनेर भनिन्छ। राज्यले हामीलाई बार बार मना गरिराख्नु भएको छ, तर हामीहरू बार बार मागिरहेको छौँ। यसको मतलब इच्छा कस्तो बढ्दैछ? हाम्रो होइन नि, इच्छा राज्यको बढ्दैछ। किनकि यहाँ राज्यले बाहिर खोलिदिनु भएको छ। राज्यको दिलमा इच्छा बढ्दैछ त त्यो इच्छा कता आयो भन्दाखेरि हामीहरू ब्रह्मात्माहरूमा आयो, श्यामाजीमा आएको छ। अनि यसरी अब राज्यले लु हिँड त अब मान्दैनौ भने के गर्नु भनेर तिजी भूमको पर्सालबाट हामीहरूलाई दोस्री भूम हुँदै प्रथम भूमको 5वीं गोल हवेली मूल मिलामा ल्याएर चट्टसँगले राख्नु हुँदछ। अनि हामीहरू त्यहाँ बस्दछौँ राज्यको अगाडि। कञ्चन रङ्गको सिंहासनमा धामधनी बस्नुहुन्छ, मूल स्वरूप बस्नु हुँदछ। अनि एकटक मलाई हेरेर बसाए तिमीहरूले, मायाले त तिमीहरूलाई पछाड्छ नि, मायाले तिमीहरूलाई अलग अलग पार्छ भनेर। अब हामीहरूलाई कस्तो लाग्यो, किनकि माया भन्ने शब्द पहिलोचोटि सुन्दैछौँ, उसको हकीकतको बारेमा थाहा छैन, मायामा उत्रेको छैनौँ। अब के लाग्दैछ भन्दाखेरि यही परमधाम मूल मिलाबाटै तानेर लाने हो कि मायाले भनेर के गर्दछौँ भन्दै एक दुसरेसँग अङ्कमाल गरेर बस्न थाल्छौँ। बस्दा बस्दै बस्दै यस्तो खालको बसाइ भएछ जसरी त्यो अनारको दानाभित्र हेर्नुहोस् त, अनारलाई फोड्दाखेरि भित्र कसरी दाना एक दुसरेसँग चिप्किएर बसेको हुन्छन्, त्यस्तै तरिकाले हामीहरू मूल मिलामा बस्छौँ। एउटा सानो सिङको पनि त्यो एक दुसरे सखीको बिचबाट पस्न सकेन। त्यस्तो अवस्थाले बसेको देखेर राज्य मुस्कुराउनुहुन्छ। हक्क हँसक्क है देख ममिलो बैठ कि के हाल एउटा चोपै आउँदछ। राज्य हाँस्नु हुँदछ अरे कि हामीहरूको बैठक देखेर मन्द मन्द मुस्कुराउनुहुन्छ। अनि ल बसेको छौ मजाले राम्ररी भनेर बसिरहेछौँ। अनि अब राज्य त्यतिखेर के गर्नुहुन्छ, राज्यले अब दिलमा लिनुभयो। राज्यले दिलमा लिए पछाडि अब के हुँदछ भन्दाखेरि अब राज्य हातमा के लिनुहुन्छ भन्दाखेरि पेच लिनुहुन्छ। हातमा के लिनुहुन्छ? पाग बाँध्ने पेच लिनुहुन्छ। हक्क हात पेच्ने ले भनेर चोपै आउँदछ। सिङ्गारमा वर्णन आउँदछ कि राज्यले अब त्यस दिन चाहिँ खेल देखाउने दिन चाहिँ मूल मिलामा के गर्नुभयो भन्दाखेरि पाग बाँध्न थाल्नुहुन्छ। ठिक्क सखीहरूलाई चाहिँ सामने बसाउनुहुन्छ अनि आफू पाग बाँध्न थाल्नुहुन्छ। दिल भावमै लिएर, दिलमा भाव लिएर चाहिँ के बाँध्न थाल्नुहुन्छ, राज्यले पाग बाँध्न थाल्नुहुन्छ। अनि पाग लपेट्दा त्यो लपेट्दा हामीहरू त्यो पागमा हेरेर त्यहीँ फिदा हुँदछौँ। राज्य जसरी नै लाल रङ्गको पाग बाँध्नुहुन्छ नि सिँदुरिया रङजडाको, अब राज्यको एक त श्वेत रङजडाको जामा छ, अनि तीमाथि त्यो छविबाट त राज्यको अनुहारबाट कति हो कति नूर बर्सिरहेको छ, तीमाथि जामाको पनि नूर, अनि तीमाथि लालीमा त्यो पागको लालीमाले त झन् अनुहारमा कति हो कति खुबसुरत देखाउँछ। त्यही भएर त मुख मेरो मेहबुबका रङ्ग अति उज्जवल गुलाल भनेर भनिन्छ। अनि त्यो राज्यको मुखारबिन्दमा हामीहरू फिदा भइरहेको छौँ। राज्यको मुखारबिन्दमा फिदा हुँदा हुँदै अब राज्यले दिलमा के लिनुहुन्छ, खेल लिएको छ दिलमा हो। दिलमा यस्तो खालको एउटा तरह लिनुभएको छ अरे। तर भनेको यस्तो भाव लिनुभएको छ कि मेरो ब्रह्मात्मालाई मैले कस्तो खालको हिक्मतले खेल देखाउनु। अनहोनी हक्के ऐसी करी करके ऐसी फिकर पर्दे मिने झूठ दिखाइया बीच बक्का कायम नजर।
बुझ्नुभयो। अब राज्यले त्यो पेच हातमा लिएर एकचोटि दुईचोटि गरेर तीनचोटिसम्म राज्यले के गर्नुहुन्छ, कहीँ बिदा लपेट्नुहुन्छ अरे। एकचोटि दुईचोटि गर्दै गर्दै धेरैचोटि राज्यले लपेट्नुहुन्छ। अब त्यो लपेट्नु मतलब पहिलोचोटि लपेटमा हामीहरू कहाँ पर्यौँ, ब्रिजको लीलामा, दोस्रो लपेटमा राजको लीलामा, तेस्रो लपेटमा कहाँ, जागनीको लीलामा। राज्यले दिलमा लिएको कुरो अब हरकत गरेर देखाउनु हुँदैछ, आफ्नो पाग बाँधेर कि म अब मेरो ब्रह्म आत्माहरूलाई चाहिँ आफ्नो पागमा लपेट्दैछु। भन्नुभयो नि। त्यसरी ब्रज राज जागनीको तीनवटा लीलालाई राज्यले चट्ट लिनुहुँदैछ। भरे त्यो अब पाग कस्तो खालको बनिरहेछ, सारङ्गीको जस्तो स्वरूप बनिरहेछ, सारङ्गीको जस्तो रूप दिँदछ त्यो पागले। अनि त्यो पागलाई हेरेर हामीहरू बलिहारी जाँदछौँ। हामीले त्यहाँ एकछिन भावुक भयौँ। अब खेल हेर्न बसेका तर राज्यले पाग बाँधेको त्यो देखेर हामीहरू निकै त्यहाँ भाव विभोर हुँदछौँ। अनि फेरि राज्यले भन्नुहुँदछ, तयारी भयो, अब लु मायामा जाने तयारी हो नि भन्दाखेरि एकदम तयार छौँ हामीहरू। कति एक्साइटेड छौँ नि त हामीहरू, कति उत्साहित छौँ कि खेलमा मायामा पो जाइँदैछ त, राज्यसँग जित गरेर मागेको छौँ भन्ने माया, पुरा मायाको भित्रबाट उत्साह जागिरहेको छ हेर्नु। अनि अब राज्यले के गर्नुभयो, सबैले आफ्नो नजर मेरो नजरमा हेर है, आफ्नो नजरले चाहिँ मेरो नजरमा हेर भनेर भन्नुहुन्छ। एक टक हामीले आफ्नो नजर कहाँ राख्यौँ, राज्यको नजरमा राख्यौँ। जसरी नै राज्यको नजरमा हाम्रो नजर मिलो, यता राज्यले नुरकी चौकीमा दुईटै चरण कमल राख्नु भएको छ होइन, खेल देखाउनुभन्दा अगाडि। तर जसरी नै खेल देखाउन फरामोसी गर्ने बेलामा राज्यले के गर्नुभयो, आफ्नो चरण कमललाई चट्टसँगले अक्षर ब्रह्मको मतलब सत अङ्गको तर्फको चरण कमललाई आनन्द अङ्गको चरण कमलको जाङमाथि जसरी नै दबाउनुहुन्छ, तुरन्त हामीहरूमा फरामोसी आउँछ। तुरन्त हामीमा के आउँछ, फरामोसी आउँदछ। अनि फरामोसी आउने बित्तिकै हाम्रो नजरलाई कहाँ लानुभएको छ भन्दाखेरि आफ्नो दिलमा। सुपन हो त दिलभित्र। अनि आफ्नो नजर हामीहरू ब्रह्मात्माको नजरलाई आफ्नो दिलमा उतार्नु भयो। फिल्म होल कहाँ छ, राज्यको दिलमा। हामीहरू पिक्चर हलमा गएको छौँ कि छैन सुन्दर साथी, गएको छौँ नि त। राज्यले कुन हिक्मतले खेल देखाउनु भयो त्यो कुरो हामीले बुझ्न जरुरी छ। जसरी हामीहरू फिल्म हलमा जाँदछौँ त सामने के देखिन्छ, कुर्सी अगाडि के देखिन्छ भन्दाखेरि पर्दा देखिन्छ। अनि पर्दा सामने देखिन्छ, गएर आफ्नो सिटमा बस्दछौँ। सिटमा बस्ने बित्तिकै अब एकछिन पछाडि फिल्म सुरु हुन्छ, त्यो पर्दामा त फिल्म पो चालु हुन थाल्छ त। डाइरेक्टरको नाम आउँछ, प्रोड्युसरको नाम आउँछ, अनि जो मेन हिरो हिरोइनको नामहरू आउँछ, अनि अरू प्रोडक्सनहरूको नाम आउँछ, जो पात्रहरू बनिएका हुन्छन् यिनीहरूको नाम आउन थाल्छ। यसो हेरिरहेको छौँ, अब पुरा खुसी छौँ, अरे नयाँ फिल्म हो भनेर। नयाँ फिल्म भन्ने बित्तिकै कसरी हामीहरू जाँदछौँ सिनेमा हेर्न। अनि जाँदाखेरि तर हामीहरूले यो कुराको थाहा हुँदैन, हामीलाई के लाग्दछ भन्दाखेरि त्यो पर्दामा पो फिल्म चल्दैछ भन्ने भइरहेको हुन्छ, त्यहाँ भ्रमित भइरहेको हुन्छ एक त। अनि अर्को कुरो, त्यो पर्दाभित्र जुन सिन चल्दै गरेको हुन्छ त्यो सिनमा हामीहरू हराउँदछौँ। अनि त्यो सिनमा यति मन्त्रमुग्ध हुन्छौँ, हामीहरूलाई मन परेको सिनमा हामीहरू या मन परेको पात्रमा हामीहरू हराउँदछौँ। त्यहाँ जुन एक्टर हामीहरूलाई सबैभन्दा राम्रो लाग्छ त्यसमै हामीहरू पस्छौँ, त्यही म हुँ भन्ने सोचिन्छ। त्यति मगन भएर हामीहरू 3 घन्टासम्म फिल्म हेर्दछौँ। तर वास्तविकमा राज्यले कुन हिक्मतले खेला, अनहोनी हक्के ऐसी करी करके ऐसी फिकर पर्दै मिने झुट दिखाइया बीच बक्का कायम नजर भनिएको छ। पर्दै मिने झुट दिखाइया, राज्यले पर्दामा के देख्नु हुँदैछ, झुट देखाउनु हुँदैछ। यो ब्रह्माण्ड जुन देखाउनु हुँदैछ, अब 3 वटा जुन ब्रह्माण्ड देखाउँछु भन्नुभयो, 3टा फिल्म, ती 3टै फिल्म झुट हो भनेर भन्नुहुँदैछ। फिल्म झुटो हुन्छ कि हुँदैन, फिल्म त काल्पनिक हो नि त, एन्टरटेनमेन्टको लागि मात्रै बनाएको हुन्छ, अनि कतिवटा सिखापन त्यसमा हुन्छ। तर त्यो फिल्म पर्दामा कहाँबाट आयो, यो कुरा हामीले पछाडि फर्केर हेरेको छौँ। कुनै दिन सिनेमा हलमा जानु र अनि झट्ट पछाडि फर्केर पहिला हेर्नु होइन, पछाडि फर्किँदाखेरि माथि एउटा सानो विन्डो देखिन्छ, त्यहाँबाट के आउँछ, लाइट आएर सिधै त्यो पर्दामा गएर रिफ्लेक्सन हुन्छ होइन। पर्दामा गएर टक्राउँदाखेरि चाहिँ त्यहाँ अब फिल्म चल्छ। पर्दामा फिल्म चलेको छैन, फिल्म चल्दैछ पछाडि, तर त्यो फिल्म कहाँ ट्रान्सफर हुँदैछ, पर्दामा हुँदैछ। त्यसै गरी खेल कसको दिलमा चल्दैछ, राज्यको दिलमा, तर ट्रान्सफर कसको दिलमा हुँदैछ, अक्षरको दिलमा। बुझ्नुभयो नि, मूल स्वरूपको दिलमा। सुपन हो त दिलभित्र भन्दैछ हो, स्वप्नको लीला कहाँ चल्दैछ भन्दाखेरि राज्यको दिलमा। हामीहरू ब्रह्मात्माको नजर पनि राज्यको दिलमा गएर त्यो कुर्सीमा बसेको छ, राज्यको दिल रूपी हल सिनेमा हलमा बसेको छ। तर राज्यको दिलबाट निक्लेको त्यो जुन
फिल्म छ त्यो चाहिँ कसको दिलमा रिफ्लेक्सन हुँदैछ भन्दाखेरि सत अङ्ग अक्षर ब्रह्मको दिलद्वारा चाहिँ हामीहरूले यो ब्रह्माण्ड देख्दैछौँ। कुरो बुझ्नुभयो नि? यो हिक्मतले, त्यही भएर यसलाई भनिन्छ अनहोनी हक्के ऐसी करी। राज्यले अनहोनी गर्नुभयो परमधाममा, न परमधाममा हामीहरूलाई राज्यले अलग गरेर दिनुभयो परमधामदेखिबाट। अब यहाँ हेर्नुहोस् त, यो प्रसङ्गले हामीहरूलाई कहाँ अलग पारेको देखियो? खोइ, हामीहरू त परात्मा हाम्रो राज्यकै चरणमा छ, हामीहरूको नजर पनि राज्यकै दिलमा गएर प्रवेश गरेको छ। अनि अब राज्यले कस्तो हिक्मतले चाहिँ हामीहरूलाई यहाँ उतार्नु भयो सुन्दरसाजी? यो एकदम मार्फतको, अगाडि सागर श्रृङ्गार परिक्रमामा श्रृङ्गारमा गएर यस्तो मार्फतको कुरा पढेको छ। निज बुद्धिको ज्ञान हो यो कुराको एहसास आज हुन जरुरी छ। हामीले अहिलेसम्म सिर्फ जाहिरी कुरा, बातुनी कुरा मात्रै जानिरहेको छौँ। मगज मायना जान्न जरुरी छ कि म खेल यहाँबाट हेरेको छुइनँ, म मूल मिलाबाट खेल हेर्दैछु भन्दाखेरि हामीहरू दुःखी हुँदैन खेलमा। आज हामीहरू सुन्दर साथ भएर पनि सबैभन्दा दुःखी हुनेवाला हामीहरू हौँ। बरु मायाका कोरे जीवहरू त्यति दुःखी हुँदैनन् होला, त्यति दुःखी हामीहरू छौँ। थाहा छ किन? किनकि लगोगे दुःखको तो दुःख तुमको लागसी, याद करो निज सुखको तो दुःख तुमसे भागसी। राज्यले तरिका बताइदिएको छ सुख हुने। अनि हामीले जब खेलमा उत्रेकै छैनौँ, हामीले राज्यको दिलमा बसेर मायाको फिल्म हेर्दैछौँ पर्दामा हलमा बसेर। अब सिनेमा हलमा बसेर मजाले त्यो सिन हेरेर रुँदैछौँ। अब सोच्नु न, त्यो फिल्ममा यति इन्भल्भ भयौँ कि इन्भल्भ हुँदा हुँदै त्यहाँ रुन थाल्यौँ सिन। अब जस्तो बिचमा एउटा सारङ्गी भन्ने एउटा फिल्म आएको थियो नेपालमा, नरुने कोही मान्छे थिए, हर कोही रोए त्यो सिनेमा हेरेर। किन रोए? अब त्यस्तो दुःखको कहानी थियो। दुःखको कहानी हुँदै कि दिल कोमल छ नि त, रोइहालिन्छ। तर एकछिनमा के लाग्यो? एकछिनमा हाँस्दै बाहिर निक्ल्यौँ। ला, म त एकछिन रोएको थिएँ त हो भन्दै हाँस्दै निक्लिँदै गरे सबले। त्यो फिल्मबाट हलबाट जसरी नै एक्जिट बाहिर हुने बित्तिकै भ्रम टुटेन, हामीहरू त हलमा पो थियौँ भन्ने। अनि राज्यले आज हामीले जागृत बुद्धि र निज बुद्धिको ज्ञानद्वारा त देखाएको छ त सुन्दर साथी, तपाईँहरू फिल्म हलमा आउनुहुन्छ, किन इन्भल्भ हुनुभएको त्यसरी भनेर भन्नुहुँदैछ, सिकाउनु हुँदैछ। त्यसलाई नै भनिन्छ लगोगे दुःखको तो दुःख तुमको लागसी, याद करो निज सुखको तो दुःख तुमसे भागसी भनेर भन्नुहुँदैछ। बोले श्री प्राणनाथ प्यारे की जय। र यसरी राज्यले के गर्नुभयो भन्दाखेरि अब माया खेल देखाउनको लागि तयार पार्नु हुँदैछ। अब हामीहरूको सुर्तालाई कहाँ पुर्याउनु हुँदछ र आफूले हामीहरूलाई कहाँ देख्दछौँ। या विध उपज्यो सब संसार, दिखलाउने हमको विस्तार, जो आज्ञा भई हम पर तब हम जान्या गोकुल भए। जसरी नै राज्यले आज्ञा गर्नुभयो, मतलब हामीहरूको सुर्तालाई, हामीहरूको नजरलाई, सुर्तालाई नै नजर भनिएको, नजरलाई नै आत्मा भनिएको, नजरलाई नै सुन्दर साथ भनिँदैछ आज। बुझ्नुभयो नि? हामीहरूको अर्को नाम के हो? नजर हो। हामीहरूको अर्को नाम के हो? सुर्ता हो। हामीहरूको अर्को नाम के हो? सुन्दर साथ भनियो। बुझ्नुभयो नि? राज्यकै जो भी हुआ नजर नजर से भनेर मैले अघि भने कि राज्यले हामीहरूको नजरलाई आफ्नो दिलमा लिएको छ। अनि हामीहरूको नजरलाई चाहिँ राज्यले पर्दामा देखाउनु भएको छ। त्यो पर्दामा फिल्म जे चल्दैछ त्यसमै आफूलाई पनि देखिन थाल्यो। त्यही भएर के भन्यो वाणीले? हुकम ने हुकमको हुकम से हुकम दिखायो। हुकम ने भनेको मूल स्वरूप राज्यले, हुकम ने हुकमको, नोट गर्ने पछाडि प्रश्न आउला नि। हुकम ने हुकमको हुकम से हुकम दिखाया। हुकम ने भनेको मूल स्वरूपले, हुकमको भनेको अक्षर ब्रह्मलाई या ब्रह्मात्माहरूलाई। हुकम ने हुकमको मतलब हुकमको भन्ने बित्तिकै ब्रह्मात्मा आयो। अनि हुकम से भनेको बाह्य अक्षरको द्वारा के देखाउनु भयो? हुकम देखाउनु भयो, मतलब मायाको खेल देखाउनु भयो। मायाको तीनटा पार्टको खेल। ब्रज रास जाग्ने ताके तीन तकरार कहे, सो भय तीनों इंद, ताकि वितक जुदी जुदी माया मिथ्या नट ब्रह्माण्ड आयो। के भन्नुभयो? ताके तीन तकरार कहे, तीनटा टुक्रामा यो फिल्म बनाउनु भएको छ। जसको फिल्मको नाम के हो? एउटा फिल्मको नाम हो ब्रज, अर्को फिल्मको नाम हो रास, र अर्को लास्ट जुन फिल्म छ त्यो चाहिँ जागनी। ब्रज, रास, जागनी, यी तीनटा क्यासेट राज्यले तयार पार्नु भएको छ। अब क्यासेट राज्यले बिल्कुल प्ले गर्न तयार छ। अब भिडियो प्लेयर तयार छ। राज्यले जसरी नै बटन अन गर्नुहुन्छ तुरन्त हामीले आफूलाई कहाँ देख्यौँ? तब हम जानिया गोकुल गयो। त्यो गोकुलमा आएर हामीले आफ्नो कंवारी कन्याको रूपमा आफूलाई देख्दछौँ। सुन्दरताजी, यो हाम्रो सिद्धान्त। पहले 11 वर्ष और ऊपर 52 दिन,
काल माया ब्रह्मांड में खेले मिल निज जाना। पहिले 11 वर्ष और ऊपर 52 दिन। अब कति दिनको यो फिल्म हेर्नको लागि हामीहरू हलमा पसेको छौँ? 11 वर्ष 52 दिनसम्मको यो फिल्म हो। अक्सर हामीहरू फिल्म 3 घन्टाको हेर्छौँ, 2.5 घन्टाको हेर्छौँ, तर राज्यले यो फिल्मलाई 11 वर्ष 52 दिनसम्मको लामो ड्युरेसनको बनाउनु भएको छ। यो फिल्म लगातार कति वर्ष चल्छ? 11 वर्ष 52 दिनसम्म चल्छ। भूमिका बान्नु हुँदैछ राज्यले। अब मूल मिलामा हामीहरूलाई बसाएर राज्यले बिल्कुल भूमिका बान्नु हुँदैछ कि अब कस्तो खालको माया र मिथ्या नट ब्रह्माण्ड भनेर भन्नुभयो। 3टा ब्रह्माण्ड छन्, 3टा क्वालिटी छन्। ताकि वितक जुदी जुदी, ब्रजको वितक अलग छ, रासको वितक घटनाक्रम अलग छ र जागनीको घटनाक्रम पनि अलग हुनेवाला छ। हैन, के भन्नुभयो? एउटामा माया माया हुन्छ, माया मिथ्यै मिथ्या झुटै झुट हुन्छ, अरूमा नट ब्रह्माण्ड हुन्छ। एउटामा नाटक राज्यले गर्नुहुन्छ, जुन राजको लीलामा राज्यले गरेर देखाउनु भयो, राजको लीला। तर अब त्योभन्दा अगाडि चाहिँ कसरी अब यो राज्यले यो यत्रो ठुलो ब्रह्माण्ड बनाउनको लागि आदेश, आखिर अक्षरको क्वालिटी पनि जान्नु पर्यो। जुन अक्षरको द्वारा हामीहरू खेलमा उत्रिँदैछौँ, अक्षरले के देखाउँदैछ भने हेर्नुहोस् मैले बनाएको संसार कसरी बनिँदो रहेछ। राज्यले हुकम गरेको अनुसार मैले कस्तो तरिकाले ब्रह्माण्ड बनाएको रहेछु भन्दाखेरि हामीले त्यसको वर्णनको लागि चाहिँ हामीहरू यो प्रकाश हिन्दुस्तानीको प्रकटवाणीमा हामीहरूले जान जरुरी छ। त्यसको पनि हामीले मन्थन गर्नेछौँ सुन्दर। किनकि यो अब यो जुन महाकारण र ब्रजराज जागनीमा जबसम्म उत्रिँदैन, यो ब्रजराजको 2टा जुन लीला छ यसलाई विस्तारपूर्वकले जबसम्म बुझिँदैन तब हामीहरूको संशय मिटिँदैन। आज हामीहरू यसमै उल्झेको छौँ। यो ब्रजराजको जुन लीला छ यसमै हामीहरू धेरै जस्तो उल्झेको छौँ। जागनीमा हामीहरू उत्रिन सकेकै छैनौँ। जबसम्म ब्रजराजको पूर्ण लीलाको भ्रम हामीहरूबाट हट्दैन कि अब फिल्म सक्यो है, 11 वर्ष 52 दिनसम्मको लामो फिल्म सक्यो, अब हलबाट बाहिर निक्ल्यौँ भनेर जबसम्म हामीहरूलाई एहसास हुँदैन तबसम्म हामीहरू राजमा पुगिँदैन। अब राजको पनि फिल्म सक्यो, अब बाहिर एक्जिट हुनुपर्छ, अब घर जानुपर्छ भनेर जबसम्म हामीहरूलाई सुध हुँदैन तबसम्म हामीले न ब्रजको त्यो कहानी बुझ्दछौँ न राजको त्यो लीलाको बारेमा बुझ्दछौँ। अनि जबसम्म ब्रजराजको 2टा लीलाबाट हामीहरू बाहिर निक्लिँदैनौँ तबसम्म हामीले जागनीमा कसरी प्रवेश गरिन्छ? अर्को पनि फिल्म हेर्नु छ नि त। अनि अर्को फिल्म हेर्ने भन्दा अगाडि त घर जान जरुरी छ। एकचोटि घर गएर फेरि वापस आउँदछौँ नि हेर्नको लागि। यसरी राज्यले ट्राभलिङ गराएको छ, सफर गराएको छ। अनि त्यही भएर मैले बार बार भनेको लीला हेर्नु सुन्दर छ। लीलामा सामेल भयौँ भने हामीहरू एकैछिनमा हरेक एक लीलाबाट सफर गर्दै अगाडि बढिन्छ। अगर एउटै लीलामा बसिरह्यो भने फेरि सुख अगाडिको पाइँदैन। अनि जागनीमा छौँ तर ब्रज छोड्न सकेको छैन, जागनीमा छौँ तर राज छोड्न सकेको छैन भने कसरी जागनीको सुख लिन्छ? अनि राज्यको कथन छ, राज्यको आदेश छ, अब जाग देखो सुख जागनी ए सुख सुहागन जोग, 3 लीला चौथी भर की इन चारों को यामी भोग भनिएको छ। त्यही भएर भन्नुभयो अब खेल उपजे के कहूँ कारण ए दो इच्छा भई उत्पन्न बिना कारज कारण न होई सो कहूँ कारण याके दोई। यहाँदेखिबाट सिलसिला सुरु हुँदछ। ये उपजाई हमारे धनी सो तो बातें हैं अति गणी भनेर भन्नुहुँदछ। अनि यसरी अब कसरी चाहिँ ब्रह्माण्ड बनिँदछ अब देखाउनुहुन्छ कि अब अक्षर ब्रह्मको यहाँ रोल सुरु हुँदछ कि अब सुन्यो मूल वचन प्रकार जब नहीं उपज्यो मोह अहंकार। जतिखेर मोह अहंकार केही पनि उत्पत्ति भएको छैन। अब जुन ब्रह्माण्डमा हामीहरू आउन आँट्दैछौँ त्यो ब्रह्माण्ड कसरी बनिँदछ, त्यहाँ आदिनारायण महाविष्णुहरू ब्रह्मा विष्णु महेश तीर्थङ्कर देवी देवता जुन आज सारा संसारमा विस्तार देखिरहेको छ ती कसरी उत्पत्ति भए, ती सबै विषयमा पनि हामीहरूले एकदम गहिरो सिखापन छ। त्यसले पनि हामीलाई गहिरो सिखापन दिँदछ सुन्दरता। र जबसम्म यो क्लियर हुँदैन हामीहरू अगाडि बढेर फाइदा छैन। मैले अस्ति पनि भने वितक यो मन्थन चल्दैछ, यसलाई मन्थनको रूपले हामीले अगाडि बढाउने। एकदम बिल्कुल चिन्तित नहुनुहोस्, अगाडिको प्रसङ्ग पनि सब सकिनेवाला छ। यहाँ त्यही खडे रहे जाके धनिए पक्रे हात, यो समन पुरारै छोड्ने हो हरेक एक प्रसङ्ग, तर सिखापनको रूपमा। किनकि जबसम्म यो ब्रज र राजको यो विषयलाई हामीले गहिरो रूपले बुझिँदैन तबसम्म हामीले वितक सुनेको केही पनि फाइदा हुँदैन। जब हामीहरूको भ्रमै दूर हुँदैन, शङ्खै दूर हुँदैन होइन भने हामीले अगाडि बढेर के फाइदा? त्यही भएर वितकले के भन्छ, विरोध सारी विश्वका, हामीहरूको भित्रको सब विरोध हट्नुपर्छ। भागत इन वितक सबको पहचान हो वहीं पहुँचे कदमों हो। त सबैलाई पहचान हुन जरुरी छ यो वितकबाट। अगर पहचानमै अधुरापन आयो भने यो माया जुन हाबी भएको छ नि हामीहरूमाथि त्यो सब हट्नुपर्छ सुन्दरताजी। मेरो प्रेम ठुलो हो भन्ने आवाज आउनुपर्छ एक स्वरमा।
परमधाममा जसरी एक स्वरमा हाम्रो प्रेम ठुलो हो भनेर भनेको छौँ, सेम टु सेम त्यही बोली यहाँ संसारमा पनि हरेक एक ब्रह्मात्माको जुबानमा आउन जरुरी छ। माया हट्छ, मेरो प्रेम ठुलो हो भनेर बोल्नुहुन्छ। जिस दिन माया हट्छ बस प्रेमको बोलबाला सुरु हुँदछ सुन्दरताजी। र यसरी ना ईश्वर ना मूल प्रकृति ता दिन की कहूँ आपा दुईटी, होइन, निज लीला ब्रह्म बाल चरित्र जाकी इच्छा मूल प्रकृति अरे। म त्यो दिनको घटना भन्छु भन्नु हुँदैछ, जुन हामी माथि घटेको थियो। कहाँको? त्यो परमधामको अघि मैले वर्णन गरिसकेँ। त्यहाँदेखिको कुराहरू यहाँ गर्नुभएको छ सुन्दरताजी। र यसरी सुन्दरताजी हामीहरूले महाकारण सबै बुझौँ र अब कसरी हामीहरूले ठिक्क राज्यको दिलमा आफ्नो नजरलाई लिएर बसेको छौँ। अब राज्यले कुन हिक्मतले अक्षर ब्रह्मको द्वारा यो कालमायाको ब्रह्माण्डमा, पहिलो कालमायाको ब्रह्माण्डमा हामीहरूलाई राज्यले कसरी उतार्नुहुन्छ, त्यहाँ कालमायाको ब्रह्माण्डमा 11 वर्ष 52 दिनसम्म कस्तो तरिकाले लीला गर्नुभयो। अक्षरातीत पहिलोचोटि परमधामबाट हामीहरू परमधामको ब्रह्मात्माहरू श्यामाजीहरू पहिलोचोटि परमधामबाट बाहिर निक्लेर आउँदैछौँ त के नुरी तन लिएर आयौँ कि कुनै तनको सहारा लिएर राज्यले लीला गर्नुहुन्छ, त्यो सबै विस्तारसँगले हामीहरूले बुझ्नु पर्दछ। अनि राज्यले धारण गरेको तन कति बेरसम्म अक्षरातीत कहलाउँछ र राज्यले धारण गरिसकेर त्यो लीला सके पछाडि त्यो तन अक्षरातीत कहलाउँछ कहलाउँदैन। हामीहरू केमा उल्झेका छौँ? रूपमा उल्झेका छौँ कि स्वरूपलाई पक्रेका छौँ कि मूल स्वरूपसँग पुगेका छौँ? रूप स्वरूप र मूल स्वरूपको विषयमा हामीहरूले पुरा वितको घटनाक्रमले बुझ्नु सक्नुहुन्छ। रूपलाई छोड्ने, स्वरूपसँग हामीहरूले नाता जोड्ने, त्यो स्वरूपले हामीहरूलाई मूल स्वरूपसँग पुर्याउँछ। त्यही भएर अक्षरातीतले र हामीहरू ब्रह्मात्माहरूले पनि बराबर त्यही तन धारण गरेको छौँ। र अक्षरातीतले पनि एउटा आयाम कालमायाको तन धारण गर्नुभयो भने हामीहरू ब्रह्मात्माहरूले पनि कालमायाकै तन धारण गरेका छौँ सुन्दरसाथजी। र कसरी तन धारण गरियो, कस्तो कारण बनिएको थियो, ब्रह्माण्ड बनाउने तरिका कस्तो थियो अक्षर ब्रह्मको द्वारा, यी सबै विस्तारपूर्वकले हामीले भोलिको प्रसङ्गमा सुन्नेछौँ। आजको लागि यति नै हो। चौपाई दोहोऱ्याउनु सुन्दरताजी। पहले 11 वर्ष और ऊपर 52 दिन कालमाया ब्रह्मांड में खेले मिला निज जाना, खेले मिला निज जाना। बोले श्री प्राणनाथ प्यारे की जय, बोले श्री सद्गुरु महाराज की जय, धाम के धनी की जय, सर्व सुंदर साथ की जय। प्रणाम जी।